आज चाहिँ हाम्रो पाखे रोपाएँ। हेलो नमस्ते एन्ड फ्याफुल्ला स्वागत छ साथीहरू हजुरहरू सबैजनालाई मेरो मिनी ब्लगमा। म चाहिँ आज चाहिँ अब खाएर चाँडो चाँडो जानुपर्ने हुन्छ बारीमा है। बारीमा चाहिँ हाम्रो आज साथीभाइहरू खेतालाहरू हुनुहुन्छ है। अनि म चाहिँ यहाँनिर गएर अनि भिडियो बनाउँदैछौँ होइन। अनि उहाँ दिदीले नि मलाई त यस्तो देखिरहेछ भन्नुभएको थियो है बारीमा काम गर्ने बेला यस्तै त हो नि भनेर। अनि म चाहिँ भिडियो खिच्दैछु होइन, भिडियो बनाएर राख्यौँ। अनि म एक्लै आयो त अनि अरू साथीहरू आएन भन्नुभएको थियो। अरू साथीहरू चाहिँ अब अहिले देखाउँला भने अलिकति अब नमिल्ने के है, मकै बारीभित्र छेक्ने के। अनि त्यही त हो, जे भयो नि अब दुःख सुख गरेर है मकै बारीभित्र भयो नि। यसपालि धान रोपेर हेरौँ न कतिको फल्दो रहेछ भनेर होइन। हुन त योभन्दा पहिला 9-10 वर्ष अगाडि पनि रोपेको थियो साथीहरू होइन। अनि अहिले चाहिँ छोडेको थियो। अहिले फेरि यो साल चाहिँ लगाएर हेरौँ न भनेर लगाउँदैछौँ साथीहरू होइन। यत्रो खनिसक्यो हामीले चाहिँ। हामी चाहिँ यहाँनिर जम्मा कतिजना छ भने 5 जना चाहिँ खेताला हुनुहुन्छ। अनि म समेत चाहिँ 6 जना छौँ। हामी 6 जनाले चाहिँ बिहान खन्ने, अनि त्यसपछि खनेर सिध्याएपछि बिउ उखाल्ने, अनि त्यसपछि बल्ल दिनमा रोप्ने भनेर हामी सबैजना चाहिँ गर्दैछौँ साथीहरू है। अनि भक्का भक् खन्दैछु, म पनि खन्दैछु। अब खन्नु पऱ्यो नि त, अब साथीभाइलाई मात्र कति खन्नु लाउनु होइन, आफूले नि गर्नु पऱ्यो। आफूले मिहिनेत गरेको पो मिठो लाग्छ त होइन। अनि त्यसपछि खनेर सिद्धेपछि हामी चाहिँ आयो यहाँ बिउ उखाल्नु है। बिउ चाहिँ यति अल्को भइसकेको थियो क्या, 1 महिना पुग्नु आँट्यो है। 1 महिनाको बिउ चाहिँ हामीले काट्दैछौँ। अनि यस्तो हो कि फेरि अलिकति खेतमा भए चाहिँ अलिक चाँडै रोप्नु हुन्थ्यो। अनि फेरि लामखुट्टे टोकेर है, अनि अन्डाको क्रेट बालेर, अनि त्यसपछि यति गरम होइन, म चाहिँ घरमा आयो खाना बनाउनु मतलब ढेँडो ओडाल्नु है। अनि ढेँडो सेडो खाएर दिदीहरू चाहिँ अनि जानुभयो आराम गर्नु। अनि म चाहिँ एकछिन आराम गरेर आएँ। अनि त्यसपछि फेरि खेताला आइपुग्नुभन्दा अगाडि फेरि मैले चाहिँ यहाँ खनेको ठाउँमा डेबी मल हालेर राख्नुपर्ने थियो नि त। अनि डेबी मल छर्दैछौँ है माथिबाट। अनि खाना खाएको भिडियोहरू पनि बनाउनु पाएन है। अब बच्चाहरूसँग हुन्थ्यो मोबाइल, एकछिन त पाउँथ्यो। अनि त्यही खाजा खाएको भिडियोहरू पनि बनाउनु पाएन। अनि त्यसपछि हामी चाहिँ रोप्न सुरु गऱ्यो है। सो यति नै हो साथीहरू, हस् त, बाई बाई।